मेसिन पनि लिएर गइसक्यो ओ पानी हो यो त पानी हो लिक्विड होइन अलिकति साठीको ढल हालेर सिधै खोलामा यो कसरी ल्याउने मोटर एकजोडी ल्याएको थियो अहिले छैन यो लगिसक्यो अरे मोटर छैन सबलाई नमस्कार 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 ल दाजु त्यो उहाँ मन्त्री आउनु भएको मान्छे हिँड्ने बाटो पनि बिगार्दै छ यस्तो छ माथि बाटो छ मतलब छोटोबाट ल्याउँदैन मतलब भएन कति लाग्यो हामीले जरुरी भयो हामीलाई त यसको व्यवस्थापनको जरुरी हो अब यो व्यवस्थापन चाहिँ यति लापरवाही यति मेन आन्दोलन घोषणा भएपछि त्यहाँ कबाडी टिप्ने भइसकेपछि ट्यापिङ गर्नै पाउँदैन मेन जब विरोध हुन्छ त्यसपछि यानि कि अब यो क्यापिङ गर्ने सवालको कुराहरू भन्ने हो भने तपाईँ क्यापिङ भनेको यो नछोपेको भएर नछोपेको हेर्नुहोस् खनायो भने जति त्यहाँको जनताको स्वच्छ भएर बाँच्न पाउने अधिकार छ आजसम्म हामी पीडितको पीडित मात्र भइरहेका छौँ र हामी त्यसैले हामीले केही लगभग 1 महिना अगाडि माननीय मन्त्रीज्यूलाई हामीले भएका सम्झौताहरू पछिल्लो पटक काठमाडौँ महानगरपालिकाका प्रमुख हामीले जति त्याग गरेका थियौँ त्यो त्यागलाई उहाँले बुझ्नुको सट्टा कारणले दिने हामीले आन्दोलन पछि साह्रै कुरा हामीले यही 12 गतेबाट शान्तिपूर्ण रूपमा तत्कालै हामीले शहरी विकास मन्त्रालयमा मिटिङ राख्नुहोस् भनेर मैले दिदीहरू र सम्बन्धित निकायका साथीहरू शिवसाथ लगायतसँग भनेको थिएँ उहाँले मिटिङ पनि राख्नु भएको थियो र यो विषयलाई चाहिँ फिल्डमै गएर फिल्डको पनि अवस्था हेरेर छलफल गरेर अगाडि बढ्दा हुन्छ भन्ने सबैको मलाई सुझाव पनि आएको थियो साथीहरूले पनि त्यही कुरा गर्नुभएको थियो आज म फिल्ड भिजिट गर्न आएको छु बिहानै हामीले 7 बजे नै काठमाडौँबाट हिँडेर फिल्ड भिजिट पनि गरेको छु र मलाई एकदमै के लाग्छ भने म करिब 30 वर्ष विद्युत क्षेत्रमा कन्स्ट्रक्सन फिल्डमा हरेक ठाउँमा नेपालको प्राय जिल्लामा प्राय ठाउँमा पुगेको छु र फिल्डको अनुभव भनेको चुकै हुन्छ फिल्डमा पुगेपछि धेरै कुराको समाधान गर्न सजिलो हुन्छ भन्ने मलाई पनि लाग्छ जनताको सेन्टिमेन्ट बुझ्न सकिन्छ जनताले खोजेका विषयहरू बुझ्न सकिन्छ यहाँ के वास्तविकता के हो भन्ने कुरा मैले काठमाडौँमा बसेर सुन्ने भन्दा पनि फिल्डमा आएर हेर्दाखेरि धेरै फरक मलाई अनुभूति भएको छ त्यसैको लागि यो आज म यो फिल्डमा भिजिट गर्दै गर्दाखेरि तपाईँहरूसँग एउटा छलफल तपाईँको माग पनि सुन्न पाएँ त्यो सँगसँगै मेरो वास्तविकता पनि हेर्न पाएँ त्यो मेरो लागि ठुलो चाहिँ अनुभव भएको छ यो अनुभवले
आगामी दिनमा यो समस्याहरूलाई समाधान गर्नलाई धेरै सहयोग पुग्ने मलाई लाग्छ। मैले आज तपाईँलाई यहाँ आएर ठुल्ठुला आश्वासन दिएर दिन आएको पनि होइन। आश्वासन दिएर केही पनि हुँदैन। तपाईँलाई मैले यो गर्छु भने भोलि गएर फर्केर केही पनि नगर्ने त्यो मेरो चाहिँ त्यो किसिमको बानी पनि होइन। म कहिले त्यसो गर्दै हुने कुरा गर्ने, नहुने कुरालाई छलफल गरेर अगाडि बढ्ने, के सम्भव छ त्यो गर्नुपर्छ भन्ने हो। त्यही हुनाले म तपाईँलाई आश्वासन दिन्न, तर म कार्यान्वयन पक्षमा बोलेको कुरा कार्यान्वयन गर्छु भन्ने तपाईँहरूसँग प्रतिबद्धता व्यक्त गर्छु। त्यही हुनाले यो दुई तिनवटा कुरा यहाँ धेरै कुरा आयो। श्री साहबले पनि अलिकति प्रश्न पार्न खोज्नुभयो। यो विषयहरूमा हामी छलफलमै छौँ र तपाईँहरूबाट पनि धेरै कुराहरू आइसकेको छ। अब यो विषय धेरै कुराहरू धेरै पहिलेदेखिको जुन आक्रोश छ त्यसलाई पोखिएको छ। पोख्न सबै खोज्छन्, त्यसलाई पोख्न दिनुपर्छ। समय भएमा दिनभरि म सुन्छु, तपाईँको सबैको कुरा सुन्नुपर्छ। एउटा आक्रोशलाई पोख्न पनि दिनुपर्छ, सुन्नु पनि पर्छ। त्यो चाहिँ धैर्यता हामीसँग छ। आज मलाई के हो भने समयको साह्रै नै चाप भएको हुनाले मात्रै तपाईँहरूसँग अलिक छिटो गरौँ भनेको हो। र जति सुन्न सके, जति तपाईँहरूको कुरा चाहिँ बुझ्न सके, मलाई धेरै नै चाहिँ अनुभूति भएको छ। अब मैले दुईवटा कुरा यहाँ धेरै कुरा एकदमै महत्त्वपूर्ण कुरा उठेको छ। फोहोर व्यवस्थापनको दीर्घकालीन योजना के हो, दीर्घकालमा हामी के गर्छौँ भन्ने कुरा नै एकदमै गम्भीर विषय। यो बच्चरी डाँडा यो टोलिएको ल्यान्डफिल साइटको मात्रै समस्या हो, यो देशभरिको समस्या हो। यो समस्यालाई नेपाल सरकारले अब पर्मानेन्टली कसरी समाधानतिर जान्छ। नगरपालिकाहरू स्थानीय निकायसँग सहकार्यमा स्थानीय निकाय भनेकै सरकार हो। सबैले यो विषयमा गम्भीर रूपमा सोच्नुपर्ने चाहिँ छ। यो एकदमै महत्त्वपूर्ण विषय यहाँले उठाउनु भएको छ। दीर्घकालीन समाधान गर्नुपर्छ यसको। दोस्रो कुरा, अब हामीले सर्ट टर्ममा के गर्ने, सर्ट टर्ममा जुन कुराहरू चाहिँ हामीले गर्नुपर्ने विषयहरू छ त्यसलाई तत्काल गर्नुपर्ने विषय र केही समयभित्र हामीले गर्नुपर्ने विषयहरूमा के हुन सक्छ त, कसरी गर्न सकिन्छ भन्ने विषय एकदमै महत्त्वपूर्ण छ। पहिलो कुरामा जुन दीर्घकालीन विषय छ, फोहोर भनेको फोहोर होइन, त्यो सम्पत्ति हो, पैसा हो। त्यो पैसामा कसरी परिणत गर्ने भन्ने विषयलाई चाहिँ हामीले अब अगाडि बढ्नुपर्छ। हरेक घरबाटै त्यो फोहोरको व्यवस्थापन, घरबाट निस्केपछि त्यसको व्यवस्थापन कसरी हुन्छ, त्यो सुन्दर सहर, यो पल्युसन भनेको हाम्रो देख्ने आँखाको पल्युसन सँगसँगै कानको यो चाहिँ सुन्ने हाम्रो नाकको पल्युसन, हामी गन्दा आउँछ, यो पल्युसन सबै किसिमको पल्युसनलाई हामीले कसरी हटाउन सकिन्छ भन्ने विषयमा चाहिँ नागरिकको हिसाबले हामी सबैले आफू पनि त्यही नागरिक भएर हेर्नुपर्ने हुन्छ। त्यो नागरिक भएरै हामीले समाधान गर्नुपर्ने हुन्छ र यो विषय फेरि हामी सबै मिलेर समाधान गर्ने हो। त्यही हुनाले अब हामीले दीर्घकालीन रूपमा गर्ने समाधानको विषयमा सरकारले, स्थानीय निकायले त्यो छलफल भइरहेको छ, गर्नुपर्छ। त्यसको लागि तत्काल के निर्णय गर्नुपर्ने, कसरी अगाडि बढ्नुपर्ने अहिले आयो। के अरे यो एउटा मैले पनि धेरै कुरा गरेका थिएँ। यो नेप वेस्ट हो कि के भन्ने कम्पनीले गर्दा यो सबै कुरा चाहिँ समस्यामा पर्यो भन्ने महानगरको पनि भनाइ छ र धेरै कुराहरू इन्भेस्टमेन्ट बोर्डमा पनि मैले कुरा गरेँ। यहाँ धेरै कुराहरू चाहिँ यो अदालतसँग जोडिएको, अदालतमा पुगेर चाहिँ एकदमै डेडलकमा बसेको विषयहरू पनि छ। अब यसलाई
यस्ता विषय डेभलप भयो भनेर बस्नु हुँदैन। अदालतले पनि हेर्नुपर्छ, सरकारले हेर्नुपर्छ, स्थानीय निकायले हेर्नुपर्छ, यसलाई खोल्नुपर्छ। यदि यसलाई क्यान्सल गर्नु पऱ्यो, अगाडि बढ्ने कुराहरूलाई चाहिँ स्थानीय निकायलाई पनि बाटो खोल्नुपर्छ र सरकारले तत्काल दत्तक निकायमा सहकार्य गरेर त्यसलाई चाहिँ पुर्याउने काम गर्नुपर्छ। हामी गर्छौँ। अहिलेको सरकारले अब म गएर यो विषयमा पनि गम्भीर रूपमा कुरा राख्छौँ। लङ टर्मको विषय तपाईँले आजको चाहिँ कुरा गरिराख्नु भएको छ। अब 5 वर्षभित्र 4 वर्षभित्र यसको समाधानै चाहिँ भइहाल्यो भने त त्यो ठुलो कुरा गर्नु परेन नि। त्यो हुनाले यसलाई तत्काल गर्नुपर्ने विषयहरूमा हामी यो नीतिगत रूपमा गर्नुपर्ने विषयहरूमा तत्कालै हामी अगाडि बढ्छौँ। मैले पनि धेरै कुरा यो विषयहरू आएको हुनाले मात्रै म धेरै कुरा बुझ्ने मौका पाएँ। तर हिजोदेखि 80देखि मैले अध्ययन गरेँ तपाईँको विषयमा धेरै सहमतिहरू भएको रहेछ। धेरै सहमतिहरू अब 18 बुँदे सहमति नगरपालिकासँग भएको छ र प्रधानमन्त्रीसँगै 2080 सालमा 79 सालमा नगरपालिकासँग भएको रहेछ। 79 सालमा चाहिँ प्रधानमन्त्रीसँगै 4 बुँदे सहमति भएको रहेछ। त्यो सहमतिहरूलाई कार्यान्वयन गर्नुपर्छ। कहीँ कार्यान्वयन भएको छैन भने त्यो कार्यान्वयन किन भएन भन्ने कुरा चाहिँ अब सरकारले र सम्बन्धित निकाय सबै एक भएर चाहिँ त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त्यो कार्यान्वयन गर्नमा म प्रतिबद्ध भएर तपाईँहरूलाई चाहिँ प्रतिबद्ध भएर सबै निकायको कोअर्डिनेसन गर्छु भन्ने म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। त्यो कार्यान्वयनको विषय मात्रै हुँदा पनि धेरै कुरा समाधान हुने रहेछ। अब थप विषयहरू पोलिसीगत विषयहरू अझै पनि के गर्नुपर्ने विषयहरू छ भने त्यो पनि हामी छलफल कार्यान्वयन गर्न सक्छौँ। तर मुख्य कुरा चाहिँ भएको कुरालाई कार्यान्वयन भएन भन्ने यहाँको गम्भीर चासो देखिन्छ। अब मैले अघि मन्त्री परिषदले 4 बुँदे गरेकोमा एउटा बुँदा जुन छ त्यो बुँदा कार्यान्वयन 2 नम्बरको बुँदा भन्नुभयो। त्यो बुँदाको कार्यान्वयनको विषयमा मैले धेरै हिजोदेखि नै छलफल गरेँ के भएको त यसको विषयमा। अब यो विषयको लागि चाहिँ एउटा कन्सल्टेन्ट नियुक्ति गर्नुभएको रहेछ। यो वातावरणीय अध्ययन कहाँ कुन कति इफेक्ट पर्छ, अघि भन्नुभयो फर्स्ट घेरा, सेकेन्ड घेरा, थर्ड घेरा कति कहाँ कति इफेक्ट पर्छ, कसलाई के इफेक्ट पर्छ भनेर एउटा अध्ययनको लागि वातावरण चाहिँ अध्ययनको लागि EIA सप्लिमेन्टरी EIA भनेको छ। सप्लिमेन्टरी EIA को लागि हामीले कन्सल्टेन्ट नियुक्ति गरेका छौँ। त्यो कन्सल्टेन्टसँग मैले बिहान पनि करिब 1 घन्टा लामो फोनमा मैले सम्पर्क गरेँ, कुरा गरेर आएको छु। उहाँको प्रोग्रेसको बारेमा, उहाँको समस्याको बारेमा के भएको छ भनेर चाहिँ हामीले कुरा गरेर आएको छौँ। अब उहाँको कुरा के आयो भने त्यो सप्लिमेन्टरी EIA पास हुनलाई हामीले 4 वटा सिजनको डाटा लिनुपर्छ भन्ने कुरा आयो। 4 वटा डाटा चाहिँ लिनैपर्छ भने अस्ति वैशाखको लियौँ, असारको लियौँ, कार्तिकको लियौँ, अब पुसको लिनुपर्ने छ। त्यो 4 वटा डेटा नलिकन त्यो चाहिँ कुनै स्वीकृत हुँदैन। त्यो 4 वटा डेटाबाट कहाँ चाहिँ गन्दा आउँछ, कहाँ के हुन्छ त्यसको सम्पूर्ण एनालाइसिस डेटा गरेपछि पुससम्ममा डेटा दिइसकेपछि हामी तत्कालै त्यसको रिपोर्ट पेश गर्छौँ अनि त्यसको स्वीकृतिको चरणमा जान्छ। त्यसपछि कहाँसम्म फर्स्ट क्याटेगोरीको इफेक्ट पर्ने ल्यान्ड कति हो, कुन ठाउँको चाहिँ समस्या हुन्छ भन्ने कुरा त्यहाँ क्याटेगोरिकली आउँछ। त्यो आइसकेपछि त्यो लागु गभर्मेन्टले गर्नुपर्छ। त्यो अन्डरस्ट्यान्डिङ भइसकेको छ। त्यो प्रधानमन्त्रीको लेभलमा अन्डरस्ट्यान्डिङ भएको कुरालाई लागु गर्नुपर्छ। त्यो लागु गर्नलाई पनि कसरी लागु गर्ने भन्ने एउटा विधि जुन इन्भाइरोमेन्ट सप्लिमेन्टरी EIA को विधिले त्यो उनीहरूले क्याटेगोरिकली गर्छ र उहाँहरू तपाईँहरूसँग कन्सल्टेसन गर्न उहाँले भन्नुभएको थियो मैले यहाँ यो घरमा बसेको थिएँ, त्यहाँ मैले चाहिँ खाना पनि खाएँ, कति गन्दा आउँदो रहेछ, कुन ठाउँमा जाँदाखेरि कति त्यो गन्धको चाहिँ क्वान्टिटी घट्दो रहेछ, के सबै हामीले एनालाइसिस गरेको छौँ भनेर उहाँले भन्नुभएको छ। त्यो भएर उहाँले हरेक ठाउँमा खाना खायौँ, यो ठाउँमा गयौँ भनेर भन्नुभएको छ। त्यो भएको हुनाले उहाँले हरेक कुराको एनालाइसिस गरेर त्यो रिपोर्ट दिनुहुन्छ। त्यो रिपोर्ट दिइसकेपछि त्यो बहु लागु हुन्छ। तपाईँहरूसँग म प्रतिबद्ध गर्न चाहन्छु।
त्यो लागू गर्नलाई पनि विधि चाहिँ आवश्यक छ। यो विषयमा केही समय लाग्ने कुरालाई तपाईँहरूले चाहिँ बुझिदिनु पर्छ। यो विषय एकदमै इम्पोर्टेन्ट छ र EIA भनेको फेरि सम्बन्धित निकायहरूले सबै एप्रुभल गरेर गर्नुपर्ने विषयहरू छन्। जहाँसम्म अपरेसनको विषय छ, अपरेसन यस दैनिक अपरेसन दैनिक व्यवस्थापनको विषयमा पनि हामी चुक्यौँ भन्ने विषय छ। मैले पनि हेरेँ केही विषयहरू हामीबाट चाहिँ चुकेको, हामीले गर्नुपर्ने काम चाहिँ तदारुकता साथ नभएको भन्ने विषयहरू हामीले फिल्ममा पनि हेऱ्यौँ। अब त्यो लिचरको व्यवस्थापनको लागि के गर्नुपर्ने, नाइटमा कसरी काम गर्नुपर्ने भन्ने विषयहरू पनि अन्डरस्ट्यान्डिङ भएको रहेछ। यदि नाइटमा काम गर्ने अन्डरस्ट्यान्डिङ भएको छ भने नाइटमा काम गर्नुपर्छ। नाइटमा काम गर्नको लागि विद्युत प्राधिकरणले कतिवटा लाइन यहाँ राख्नुपर्ने भोलिबाट राख्न सुरु गराइदिन्छ। जति लाग्ने हो चाहिँ यो वरिपरि झिलिमिली गर्ने गरेर कतिवटा लाइन राख्नुपर्ने हो र दिउँसो पार्ने गरेर त्यो काम गर्नै हामी लाइट राख्ने काम हामी भोलिबाटै सुरु गराइदिन्छ। त्यो त्यसमा समस्या पर्दैन। अब गर्नुपर्ने व्यवस्थापन गर्नुपर्ने त्यहाँ ठेकेदार होला, कोही होला, त्यो विषयहरूलाई व्यवस्थापन जुन किसिमले हामीले अन्डरस्ट्यान्डिङ गरेको छ, महानगरको पनि त्यो किसिमको चाहिँ इन्टेन्सन होइन। महानगरले पनि लगाएका व्यक्तिहरूबाट त्यो काम भएन होला। अब त्यो रिभ्यू हुन्छ, त्यो रिभ्यू हामी गराउँछौँ। त्यो इन्टेन्सनली महानगरले पनि त्यो गरेको होइन। अब यो चाहिँ मैले एउटा प्रस्ताव आज तपाईँलाई के गर्न खोजेको भने यो मोनिटरिङको अलिकति समस्या जस्तो लाग्यो। अब यो गाउँपालिका सबभन्दा यो समस्याको प्रभावित क्षेत्र भनेको दुईवटा गाउँपालिका देखियो, दुईवटा नगरपालिका र ककरी गाउँपालिका। उहाँहरू जनप्रतिनिधि यहाँ यी नै हुनुहुन्छ। उहाँहरू नै हो सबभन्दा चाहिँ मुख्य व्यक्तिहरू र कन्ट्याक्ट पर्सनहरू हो। उहाँहरूसँग कोअर्डिनेसन हुनुपर्छ र तपाईँहरूको सबै कुरा उहाँहरू मार्फत आउनुपर्छ भन्ने मलाई लाग्छ। उहाँहरू बेलकोट गढी छ भने ठिक छ, त्यो पनि आओस् होइन, उहाँहरूबाटै आओस्। यो सम्बन्धित तलसम्म ठिक छ। अब जहाँ समस्या छ, समस्या भएको ठाउँबाट एकैछिन बोल्न त दिनु होइन, एकछिन। अब यसलाई मोनिटरिङको लागि गाउँपालिका, नगरपालिका, शहरी विकास मन्त्रालय र नगरपालिका 18वटा नगरपालिकाको तर्फबाट काठमाडौँ नगरपालिकाको एकजना प्रतिनिधिले हरेक दिन हुन्छ कि हरेक एक हप्तामा हुन्छ कि त्यो मोनिटरिङ गर्नको लागि एउटा मेकानिजम एकजना बनाऊ। यहाँ आएर उहाँले रिपोर्टिङ गरौँ। त्यो रिपोर्टिङ मोनिटरिङ भएपछि त्यो अनुसारको काम भएको छ कि छैन, त्यो मोनिटरिङ हुन्छ। एउटा काम त्यो गरौँ भन्ने मलाई लाग्यो। सबभन्दा चाहिँ यसको व्यवस्थापनको लागि यहाँको कन्ट्र्याक्टरले काम गरेर यथावत गरौँ भन्ने आयो र यो एउटा पार्ट हो। अर्को कुरा यो फोहोरको सेग्रिगेसन भन्ने छ। फोहोरको सेग्रिगेसन गर्नलाई यी ल्याएर सेग्रिगेसन गर्यो भन्ने कुरा चाहिँ छ। त्यसले गर्दाखेरि कबाडीहरू पनि यहीँ आउने, त्यहाँ काम गर्न पनि नदिने, ती चाहिँ सबै कुरा चाहिँ बोराका बोरा निकाल्ने, त्यसले पनि समस्या ल्याएको भन्ने कुरा आएको छ। त्यो सेग्रिगेसन यहाँ होइन, अन्तै गरेर आउनुपर्छ भन्ने यहाँहरूको जुन माग छ, त्यसमा महानगरसँग पनि मैले पनि कुरा गरेँ र त्यसमा चाहिँ सर्टेन ठाउँ उहाँले लोकेट गर्नुभएको रहेछ। लोकेट गर्नुभएको छ भने मलाई भन्नुभएको छ। त्यो ठाउँहरू चाहिँ सरकारले दिनु पर्यो भन्ने उहाँको चाहिँ माग छ। अब त्यो कुन ठाउँ हो उहाँले ल्याउनुहुन्छ, क्याबिनेटमा लगेर भए पनि त्यो हामी स्वीकृत गरेर त्यही चाहिँ सेग्रिगेसन होस् भन्ने हाम्रो पनि धारणा हो। तीबाट सेग्रिगेसन भएर आयो भने करिब 80-90% चाहिँ समाधान के हुन्छ भन्ने मलाई पनि फिडब्याक आएको छ। त्यो सेग्रिगेसन पनि
गर्ने काम हामी तत्काल गर्नुपर्छ र त्यसको लागि मेनमै कहाँ पोलिसी लेभलको के निर्णय गर्नु पनि हामी गर्छौँ त्यो चाहिँ हामी गरिदिन्छौँ। यो पार्ट एउटा भयो र यहाँ आइसकेपछि के गर्नुपर्ने फोहोर चाहिँ विकट व्यवस्थापनको विषयहरू त्यसलाई रिसाइक्लिङ गर्नुपर्ने विषयहरू सबै विषयहरू अन्डरस्ट्यान्डिङमा भएको कुरालाई लागू गर्नलाई एउटा कमिटी चाहिँ एउटा कमिटी नभनौँ कमिटी नै समिति एउटा चाहिँ गरौँ। अब यसमा मुख्य गरेर महानगरपालिका छ। महानगरपालिकाको 18वटा महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरपालिका रहन्छ र यो शहरी विकास मन्त्रालयको तर्फबाट अब सचिवज्यूले कोअर्डिनेसन गर्नुहुन्छ र दुईमेसी नगरपालिका र चाहिँ सरकारी गाउँपालिका अरू पनि छ भने उहाँहरूको चाहिँ एउटा कोअर्डिनेसन कमिटी बसौँ। भोलिबाट उहाँहरूले मिटिङ बसेर यसको कुन मुद्दा कसरी लागू भयो कि भएन त्यो विषयमा छलफल गर्नुहुन्छ। भोलिबाट आजैबाट बस्नुहुन्छ, भोलिबाट बस्नुहुन्छ, छलफल गर्नुहुन्छ र अझै पनि केही सहमति गर्नुपर्ने छ भने उहाँहरू बसेर ल यो सहमति गर्नुपर्छ भनेर केही विधाहरू आउँछ भने पनि छलफल होस्। त्यो छलफलको आधारमा सरकारले र महानगरपालिकाले त्यो अगाडि बढाउँछ। मैले यो दुईवटा समितिको कुरा र अर्को कुरा चाहिँ यो मेयर्स फोरम भन्ने काठमाडौँको 18 गाउँपालिकाको नगरपालिकाको छ। त्यो उहाँलाई एउटा मिटिङ राख्न म आग्रह गर्छु र हामी पनि त्यहाँ संलग्न हुन्छौँ। मेयर्स फोरम सबै बसेर त्यसलाई दीर्घकालीन कसरी गर्ने, तत्कालको लागि के गर्न सकिन्छ भन्ने विषयमा म आफै पनि इनिसिएटिभ लिएर मेयर्स फोरमको तत्कालै मिटिङ राख्ने एउटा व्यवस्थापन गर्छौँ। मेयर्स फोरम भनेपछि काठमाडौँ सबै व्यक्तिहरू बसेर हामी त्यो छलफल त्यो सरकारले गर्ने भएपछि व्यक्तिको कुरा भन्दा पनि सरकारले गर्ने। सरकार भनेको स्थानीय सरकार पनि हो, प्रदेश सरकार पनि हो र केन्द्र सरकार पनि हो। मेयर्स फोरमले थोरो हामी केही समयभित्रै त्यो एउटा मिटिङ राख्न म गर्छु। त्यहाँबाट केही निर्णय गर्नुपर्ने छ भने पनि हामी त्यहाँबाट निर्णय गर्छौँ। भन्नु मतलब यसलाई हामीले सर्ट टर्ममा गर्नुपर्ने कामहरूलाई तत्कालै एउटा दुईवटा कमिटीबाट चाहिँ अगाडि बढाउँछौँ र लङ टर्मका विषयमा चाहिँ हामी सरकारले गर्नुपर्ने क्याबिनेट स्तरबाट गर्नुपर्ने निर्णयहरू र त्यो मेयर्स फोरमले केही लङ टर्मका चाहिँ भिजनहरू ल्याएर काठमाडौँको फोहोरलाई फोहोर होइन नि तपाईँले त्यो फोहोर चाहिँ हाम्रो पैसा हो, सम्पत्ति भन्ने कुरा चाहिँ सम्पत्तिमा परिणत गरेर त्यो भन्न आउने पनि होइन। यसलाई एनर्जीमा कन्भर्सन गर्ने, वेस्ट टु इनर्जी भन्ने छ। धेरै कुराहरू छन्। विदेशमा गयो भने यो फोहोरलाई कसरी व्यवस्थापन गर्छ भन्ने कुराहरू छन्। हाम्रो काठमाडौँका महानगरपालिकाहरूले पनि गर्न खोजेको तर प्रक्रियागत कुराहरू धेरै जटिलता भएको देखिन्छ। त्यो जटिलताहरू अदालतमा गएर अड्किने, कहाँ गएर अड्किने त्यो हुनुहुँदैन। अदालतले पनि अब हेर्नुपर्ने हुन्छ यो विषय, टुङ्ग्याउनुपर्छ। गर्ने भए अगाडि बढ्नु पऱ्यो, त्यसलाई नभए टर्मिनेसन गर्नु पऱ्यो, अब अरूलाई अगाडि बढ्न दिनु पऱ्यो भन्ने विषय। यो जनतालाई यत्रो ठुलो चाहिँ उसमा फर्कामा पारेर राख्नु हुँदैन। यो कुनै एउटा निर्णयको कारणले, कुनै एउटा प्रक्रियाको कारणले यो विषयहरूलाई रोक्नु हुँदैन भन्ने म पनि उहाँलाई विश्वास व्यक्त गर्न चाहन्छु। अन्तिममा मैले धेरै कुरो राखेँ। अब यो विषयहरू हामी एकैछिन शहरी विकासकै नेतृत्वमा हुनुपर्छ। ल शहरी विकासकै नेतृत्वमा गरौँ। अब अर्को कुरा चाहिँ अर्को विषय चाहिँ अब हामी जिम्मेवार नागरिक हौँ। सबै कुराको जिम्मेवार हामी नेपाली नागरिक। हामी काठमाडौँमा तपाईँमै धेरैजना काठमाडौँमै बस्नुभयो होला, कोही यहाँ बस्नु भएको छ। मेरो गाउँमा पनि बस्छौँ, तर काठमाडौँमा पनि हुन्छ। तर हामी सबै देशभरिको जिम्मेवार नागरिक भएको हुनाले यो जिम्मेवार नागरिकको चाहिँ हैसियतले तपाईँहरूले पनि जिम्मेवारी बोधका साथ काम गर्नुपर्छ। अब यो फोहोर व्यवस्थापनलाई अब अगाडि बढ्यो। मैले तपाईँलाई आश्वासन दिइरहेको छैन।
यो कार्यान्वयन हुन्छ भनेर मान्नुहोस् र त्यो कार्यान्वयनको लागि कार्यान्वयन गरेको सहमति कार्यान्वयनको लागि अगाडि बढ्ने भयो। कुनै थप एउटा सहमति केही गर्नुपर्ने छ भने पनि यो कमिटीले काम गर्दै गर्छ। अब यो फोहोर व्यवस्थापनको विषयलाई चाहिँ रोकावट नगरौँ भन्ने मेरो तपाईँलाई विशेष आग्रह। अब यसलाई खोल्नुपर्छ। म आज तपाईँलाई जिम्मेवारपूर्वक यहाँ आएर बोलिरहेको छु भनिरहेको छु। अब तपाईँहरूले यो खोलिदिनुहोस्। आजैदेखि तपाईँहरूले यो आएर यत्रो छलफल गरेर एउटा राम्रो मेसेज दिइदिनुहोस्, खोलिदिनुहोस्। मेरो आग्रह यो हो। अब यसलाई तपाईँहरूले गम्भीर रूपमा दिएर सबै जनप्रतिनिधि साथीहरू सबै चाहिँ स्थानीय निकायका स्थानीय साथीहरू सबै हुनुहुन्छ। त्यो हामीले बोलेको कुरा एउटा चाहिँ हामी कार्यान्वयन गर्छौँ, त्यसलाई विश्वास गरिदिनु होला। त्यो भोलिदेखि लागू हुँदै जान्छ। लागू भएन भने फेरि पनि तपाईँको अधिकार छ बन्द गर्ने, तर यसलाई चाहिँ खोलिदिनु।